हेलो गाइज दर्शन नमस्ते कस्तो हुनुहुन्छ सबैजना आफ्टर लङ टाइम वेलकम टु माई च्यानल र मेरो छोरीकोबाट पनि नमस्कार। दोकानमा गएर जसलाई जुन कलरको पर्छ त्यही सामान लिएर आउँछौँ। त्यसमा रहेको छ एउटा ग्रीन, एउटा ब्लू, एउटा रेड अनि एउटा व्हाइट। अब म यसलाई यसलाई म पट्याउँछु अनि यो कसलाई पर्छ जसलाई पर्छ त्यहीबाट लिन्छौँ हामी सामान। आज है मैले देखाएको कलरहरूलाई मैले यसरी फोल्ड गरेँ। अब फोल्डहरूको टिमबाट मन्जिलले र गर्ल्सहरूको टिमबाट मान्छेले चाहिँ यो चिट्टा खुल्छन्, कसलाई कुन कलर पर्छ त्यही गर्दै सामान हामीले किराना पसलबाट गरेर आउँछौँ। र सामान भन्दा पनि कभरलाई हामी फोकस गर्छौँ है। अब हाम्रो सामान लिनको लागि किराना पसलमा जान्छौँ। हामीहरू किराना पसलका लागि जाँदैछौँ। हामी चाहिँ रामेछापमा रहेको तोडा मार्ट्समा गयौँ। यो चाहिँ भर्खरै रिसेन्टली नै ओपन भएको थियो। हामीहरूलाई भिडियो खिच्न पनि सजिलो हुन्छ भनेर हामीहरू नयाँमा नै गयौँ। अब यो सुरु भयो। सुरुमा चाहिँ मैले र मेरो छोरीले सपिङ गर्न लायौँ। हामीहरू यहाँ सामानहरू खोज्दैछौँ। हामीहरूलाई ग्रिन परेको थियो। ग्रिनमा चाहिँ अब कभरमा ग्रिन भयो नि हुन्छ भनेर चाहिँ हामीले त्यही अनुसार सामानहरू कलेक्ट गर्दैछौँ। मैले र मेरो छोरीले चाहिँ जुन चाहिँ अत्यावश्यक चिज छ त्यो पनि ग्रिनमा छ त्यो मात्रै रोजिरहेछौँ है। अब त्यो अरू चिजहरू सेनिटाइजरहरू अरू चिजहरू किनेको भए त हुन्थ्यो, तर हामीले त्यो नकिनिकन हामीलाई जे आवश्यक छ त्यही मात्रै खोजेर हिँडेको गरेछौँ। नत्र भने त हामी धेरै सामान कलेक्ट गर्थ्यौँ होला। त्यो पनि लास्टसम्म हेर्न जानुहोस् कसले जित्दो रहेछ। मन पर्यो तुकले चाहिँ ग्रिन मात्रै लिगन भन्दा नि नमानेर ऊ मसँग आर्ग्यु गरिरहेछन्, रिसाइरहेछन्, रिसाएर यताउता भागिरहेछन्। लास्टमा त उसले भनेको चिज गर्नै पर्यो, त्यो पनि लिगेरै छोड्छन्। अनि म सामानहरू भाइले मलाई गिजाउँदैछ यो नलिग भनेर, तर पनि ग्रिन छ भनेर मैले देखाइरहेछु। त धेरै नै थियो ग्रिन कलरमा, तर यो लिने कि यो नलिने कि यो आवश्यक छ कि छैन भनेर खोज्दा हामीहरूको चाहिँ टाइम सकिन पनि लागेको थियो। टाइम त्यस्तो लिमिट त थिएन, त्यो पनि हामीले एक राउन्ड चाहिँ पुरै स्टोरको लगाएका थियौँ। यति बेलासम्म चाहिँ मेरो भाइले चाहिँ म सँगसँगै हिँडेर चाहिँ उसले आफ्नो टाइम अब्जर्भ गरिरहेको थियो, कहाँ चाहिँ ब्लू छ भनेर हेरिरहेको थियो। अनि हामी यहाँ लिक्विडहरू किन्न पर्यो भनेर हेरेको जुसमा है। अनि जुसमा छोरीलाई के मनपर्छ भनेर मैले चाहिँ त्यही मात्रै लिगेँ। ग्रिन परेको थियो, स्प्राइट लिगेँ हामीहरूले चाहिँ। अब हाम्रो टाइम सकियो है भन्दै थियो भाइले, एक राउन्ड भएको भएर। यसैसँगै अब हाम्रो एक राउन्ड भ्याइयो। हामीले जति सामान किन्नुपर्ने थियो त्यो किनिसक्यौँ। अब भाइहरूको पालो आउँछ, भाइहरूले के किन्दो रहेछन् हेर्नुहोस् है लास्टसम्म। अन्सुमन र मन्जिलकोमा चाहिँ मन्जिलले काट लियो अनि उसले सामानहरू लिँदैछ। अनि त्यसपछि अन्सुमन पछाडिहरू हेर्दैछ। मन्जिलले सामानहरू हेरिरहेछ। यिनीहरूलाई ब्लू परेको थियो। यिनीहरूले चाहिँ सबै अन्धाधुन्दा ब्लू जहाँ छ त्यही टिपिरहेछन्। यिनीहरूलाई चाहिँ यो आवश्यक छ यो आवश्यक छैन भन्ने छैन कि यिनीहरूले कसरी हुन्छ जितम भनेर ग्रिन भन्न आएछ। ब्लू जहाँ देख्छन् त्यो चाहिँ सबै उठाएछन्। उठाउने बेलामा चाहिँ कुन पर्पल छ कुन ब्लू छ, पर्पललाई पनि यिनीहरूले चाहिँ ब्लू नै हो भनेर अन्धाधुन्दा हालेको थियो। मैले चाहिँ हुँदैन भनेर एउटा सामान चाहिँ राख्यो, तर ब्लू कलरकै हो भनेर यसले डेरी मिल्क चाहिँ लिग्यो। अब यसले त सब सामान लिन्छ, ऊ अन्सुमनले त झन् अन्धाधुन्दा लिएर आइरहेछन्। जित्नु छ नि त यिनीहरूलाई, कसरी हुन्छ यिनीहरू त फटाफट हालिरहेछन्। अन्सुमन र मन्जिलको मेन एजेन्डा भनेको कसरी हुन्छ हिमान्सीलाई र मलाई हराउनु थियो। हामी दुईटा गर्ल्सहरूलाई हराउने यिनीहरूको एजेन्डा भएको भएर यिनीहरूले सब सामानहरू चाहिँ फटाफट गरेका छन्। जता जुन देखे पनि लिएछन् कि भएन भने यिनीहरूले सरफ पनि लिगे अनि आइसक्रिम पनि लिगे।
हिमान्सी र म चाहिँ फर्स्टमा परेको भएर हिमान्सी र मलाई चाहिँ एउटा डिसएडभान्टेज भयो कि सामानहरू कहाँ कहाँ के छ भनेर थाहा भएन होइन। तर अंशुमन र मन्जिलहरू चाहिँ पहिल्यै सुरुमा हामीहरू पछि हिँडेर कहाँ कहाँ के छ भनेर तिनीहरू सब कलेक्ट गरेको थिएँ। अनि हामीले बिलिङ गऱ्यौँ। मैले बिल गरेको चाहिँ हालिनँ, सामान चाहिँ यति नै आइपुगेको थियो। अब म त्यसलाई काउन्ट गर्छु। पहिला सुरुमा हाम्रो काउन्ट गरिरहेछु। ग्रिनमा छोरीले हेर्नुहोस् त त्यस्तो खेलाउनाहरू नै ल्याइरहेछन्। अब त्यो को जित्छ लास्टमा हेर्नुहोस्। हिमान्सीको मेरो चाहिँ टोटल सामान 23 भएछ। हिमान्सीले लास्टमा त्यो सानो सानो म्याङ्गो बाइट पनि हालेछन्, त्यसले गर्दा हाम्रो 23 भयो। अब यो मन्जिल र अंशुमनले आफ्नो सामानहरू निकालेछन्। यिनीहरूले त खै के यस्तो इनर्जी ड्रिङ्कहरू के नखाने चिजहरू पनि हालेछन्। अब यिनीहरूको नि काउन्टिङ सुरु हुन्छ। एउटा दुईटा एक्स्ट्रा सामान हामीहरूले चाहिँ छुट्टै किनेका थियौँ, त्यो चाहिँ च्यालेन्जमा एक्सेप्ट भएन अनि छुट्टै नै राखेछौँ। अब अंशुमन र मन्जिलको काउन्टिङ हुन्छ। मन्जिलहरूको सामान चाहिँ क्वान्टिटीमा धेरै देखिए पनि यिनीहरूले ठुल्ठुलो सामान निकालेको भएर यिनीहरूको जम्मा 19 वटा भएछ, हाम्रो चाहिँ 23 वटा। त्यसपछि मैले चाहिँ एक्साइटेड भएर हामीले जित्यौँ भनेर त्यहाँ उफ्रिरहेछौँ। म र मेरो छोरी खुसी हुन्छौँ। हजुरहरूले देख्नुहुन्छ भाइ र ऊ चाहिँ अलिकति स्याड नै भयो, किनभने यिनीहरूले जितेनन्। जिते पनि नजिते पनि जसले जति सामानहरू लिएर आयो उसैलाई नै हुने थियो। तर यस्तो इनर्जी ड्रिङ्कहरू चाहिँ अब हामीहरूले खाँदैनौँ नि त, त्यही भएर यो किन ल्या होला भनेर मैले गाली गरिरहेछु। हिमान्सीले मैले जितेँ। यतिकैमा आजको हाम्रो च्यालेन्ज सकियो। फर्स्टदेखि लास्टसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। थ्याङ्क यू सो मच। अब नेक्स्ट भिडियोमा भेटौँला। टाटा बाई बाई।